नमस्कार। सोझा साझा किसानलाई बढी उत्पादनको लोभमा रासायनिक विषादी तथा मलको प्रयोग गर्न थाले। गोरुको सट्टा ट्र्याक्टर प्रयोग गर्न थाले। सुरुका दिनहरूमा त थोरै रासायनिक मल राख्दा पनि राम्रो उत्पादन हुन लाग्यो। बिस्तारै बिस्तारै रासायनिक मलको प्रयोगले गर्दा जमिनको उर्वरा शक्ति कम हुँदै गयो, जसको कारणले गर्दा उत्पादन घट्न लाग्यो र बालीहरू पनि कमजोर हुन लागे। बाली कमजोर हुनाले रोग किराहरूले पनि आक्रमण गर्न थाले। अझ कीटनाशक विषादीहरूको प्रयोग बढ्न लाग्यो। एकातर्फ उत्पादनका लागि रासायनिक मलको प्रयोग, अर्कोतर्फ बाली बचाउन कीटनाशकको प्रयोग, जसले गर्दा उत्पादन लागत बढी भयो र किसानहरू घाटामा जान थाले। जब साना किसानहरू ऋणमा डुब्न लागे र कृषिबाट विलय भएर बिस्तारै बिस्तारै अन्य पेसामा लाग्न थाले, जमिनको उर्वरा शक्ति कम हुँदै हुँदै गयो, जसका कारणले जमिन बाँझो हुन लाग्यो। रासायनिक मल र विषादीका कारण तरकारी विषालु हुन लागे र जलवायुमा पनि विषाक्तता देखिँदै गयो। यसले गर्दा मानिस र पशुपन्छीमा समेत असर गर्न लाग्यो। यसको नतिजा अहिले हामीले हजुरहरू समक्ष जताततै देख्न सक्छौँ। रासायनिक वस्तुका कारण पर्ने असरले कसरी असर पार्छ भन्ने कुरा यस प्रकार प्रष्ट पार्न सकिन्छ। जब किसानले रासायनिक मल खेतमा प्रयोग गर्छ, तब उक्त विष वस्तुहरू पानीसँग घुलेर जमिन मुनिका प्राणीहरू जस्तै गडेउला सूक्ष्मजीवहरूलाई मार्छ। यो कुरा सबै किसानलाई थाहा नभएको होइन। गडेउला र सूक्ष्मजीवाणुहरूले माटोको उर्वरा शक्ति बढाउन कति महत्त्व राख्छ। विषालु रासायनिक वस्तुहरूका कारण माटोमा भएका सब चिज मर्नाले उर्वरा शक्ति नष्ट हुन्छ, जमिन साह्रो भएर बाँझो हुन्छ र रासायनिक मलको विषाक्तता तत्त्व पानीमा घुलेर फलबाट बालीहरू पनि विषाक्त हुन्छ। जब उक्त फल मानिसले अन्य वस्तुले प्रयोग गर्छ, तब मानव शरीरमा ठुलो असर गर्न थाल्छ। मानिसको शरीरमा विभिन्न प्रकारका रोग उत्पन्न गराउँछ। तर हाम्रो प्राकृतिक खेती विधिका वस्तुहरू खेतमा प्रयोग गर्दा जमिनमा मिसिएर जाँदा सूक्ष्मजीवहरूको गडेउला लगायतका वस्तुहरूलाई ठुलो मद्दत गर्छ। माटो भुरभुराउँदो बनाउँछ, जसले गर्दा प्रकाश, वायु लगायत वस्तुहरू खेल्न मद्दत गर्छ भने नतिजा स्वरूप जमिनमा तापक्रम र आर्द्रतालाई पनि सन्तुलित गराउँछ। फल बलियो बनाउँछ र मानवले प्रयोग गर्दा रोग प्रतिरोधात्मक क्षमता सँगसँगै बढाउँछ। त्यसैले प्राकृतिक खेती विधिबाट उत्पादित बालीहरू स्वच्छ बलियो हुन्छन्, जसको कारणले रोग तथा किराहरूको प्रकोप कम हुन्छ। तर कुनै कारणवश किराहरूको प्रकोप लागिहालेमा OHN, अदुवा, लसुन लगायतका अन्य जैविक वस्तुहरूबाट तयार पारिएको झोल छर्कनाले रोग किराहरूको प्रकोपबाट बचाउन सकिन्छ। यस्ता जैविक वस्तुहरू, विषादीहरू, जीवामृत, गौमूत्र लगायतका वस्तु प्रयोग गर्दा अति नै लाभदायक हुन्छ। त्यसैले माटो र किसानको सुनिश्चितता गर्न प्राकृतिक खेती अपनाऊ।